Hi, welcome to my mini vlog, guys. Today I will make most delicious sweet, Arabic sweet umali. Let's see, guys. उमाली चाहिँ धेरै प्रकारका रेस्टुरेन्टहरुमा चाहिँ रेस्टुरेन्ट होटलहरुमा चाहिँ विभिन्न तरिकाले बनाइन्छ। जस्तै एक तरिकाले चाहिँ पप पेस्ट्रीबाट चाहिँ बनाइन्छ, अर्को तरिकाले चाहिँ क्रोसनबाट बनाइन्छ भने अर्को तरिकाले चाहिँ ब्रेडबाट बनाइन्छ। जस्तै मैले चाहिँ आज क्रोसनबाट चाहिँ उमाली बनाउन गइरहेको छु। मैले चाहिँ अलरेडी क्रोसनलाई चाहिँ ड्राई गर्नको लागि चाहिँ रोस्ट गर्नको लागि चाहिँ ओभनमा हालिसकेको छु गाइस। Guys, already umali चाहिँ हाम्रो रेडी भइसकेको छ। Hi, chef. Today what your new dish? Today we are making the umali. Umali. Can you see that this looks? Sure. Absolutely very nice. Mashallah. That one? This one the garnish. Garnish. I use the almond flakes and the pista only. Finally हाम्रो उमाली चाहिँ रेडी भइसकेको छ। हेर्न सक्नुहुन्छ हजुरले। This is the most delicious Arabic sweet umali. Look at this, guys. Mashallah. This is the umali, guys. हजुरहरूलाई यो उमालीको रेसिपी चाहिन्छ भने मलाई चाहिँ म्यासेज गर्न सक्नुहुन्छ इनबक्समा। मैले हजुरहरूलाई सेन्ड गर्नेछु। आजको मेरो मिनी भ्लग यति नै। बाइ बाइ गाइज। हामी चाहिँ अर्को मिनी भ्लगमा अवश्य जोडिनेछौँ।